भगवानले देख्छन् र मैले देख्छु। एउटा मान्छे नयाँ बन्दै गरेको मन्दिर हेर्नका लागि जान्छ। मन्दिर परिसरमा देवताको मूर्ति बनाउँदै गरेको मूर्तिकार भेट्दछ। मूर्ति बनाउँदै गरिरहेको हेरिरहँदा अकस्मात उसको नजर मूर्तिकार भन्दा केही मिटर मात्र पर रहेको मूर्तिमा पर्दछ, जुन मूर्तिकारले अहिले बनाइरहेको मूर्तिसित हुबहु मिलेको छ। यो देखेर आश्चर्यचकित हुँदै त्यो मान्छेले मूर्तिकारलाई सोध्दछ, के तपाईले एउटै देवताको दुईवटा मूर्ति बनाउन भनिएको छ र? छैन, मूर्तिकारले भने। वास्तवमा मैले एउटै मात्र मूर्ति बनाउनु पर्ने हो, तर त्यो पहिलो मूर्तिको लगभग अन्तिम समयमा यसमा केही केरिन पुग्यो, त्यसैले अर्को मूर्ति बनाउन थालेको छु। मूर्तिकारको जवाफ सुनेपछि त्यो मान्छेले पहिलेको मूर्तिलाई राम्ररी हेर्न थाल्यो। धेरै बेरसम्म हेरेपछि पनि उसले उक्त मूर्तिमा बिग्रिएको नदेखेपछि मूर्तिकारलाई सोधे, होइन, यहाँ त केही पनि कोरिएको देखिँदैन नि। मूर्तिकारको नाकतिर केही कोरिएको छ, मूर्तिकारले जवाफ दियो। यो मूर्ति कहाँनिर राख्न गइरहेको छौ नि? त्यो मान्छेले सोध्यो। यो मूर्तिलाई 20 फिट उचाइको खम्बा माथि राखिनेछ, मूर्तिकारले भन्यो। आश्चर्यचकित हुँदै त्यो मान्छेले फेरि आफ्नो जिज्ञासा राख्यो। यो मूर्तिलाई 20 फिटको उचाइमा राखिँदैछ भने मूर्तिको नाकमा रहेको जामो यति सानो कोट्याइलाई कसले पो देख्न सक्छ र? त्यो मान्छेको जिज्ञासा सुनेपछि मूर्तिकारलाई उसले एकचोटि हेरेर मुस्कुराउँदै भन्न थाले, भगवानले देख्छन् र मैले देख्छु।